नमस्कार सबैबाज मेरो एकदम नमस्कार। धेरै समयपछि म फेरि पनि आएको छु हजुरहरूको माझ र यो पालि म हजुरहरूको लागि केही खास लिएर आएको छु। खास किन भन्नुहुन्छ भने यो पालि म चाइनामा एउटा कम्पनी जुन मेरो युनिभर्सिटीको छेउमा छ, मेरो युनिभर्सिटी जस्तो देख्न सक्नुहुन्छ म युनिभर्सिटीमा छु, त्यहाँ पनि हेर्न सक्नुहुन्छ च्यासिङ तासुए। यो भनेको चाहिँ मेरो युनिभर्सिटी हो। यहाँदेखि टाढा होइन, एकदम छेउमा एउटा अमेरिका सामान पठाउने कम्पनी छ र यो ज्यासिङको लोकल जिडिपीमा एकदमै धेरै कन्ट्रिब्युट गरेको छ र त्यो कम्पनी पनि म हजुरहरूलाई देखाउने छु। हेर्नुहोस्, यो अगाडिको देखिएको बिल्डिङ भनेको यही कम्पनी हो र अब ढिला नगरिकन त्यतातिर हामी जाऊँ। So we are going to this company. दर्शकबिनहरू, हामी यहाँ कम्पनी आइसकेको छौँ। यो हजुरहरू हेर्न सक्नुहुन्छ, खासमा यो कम्पनीको नाम जजियाचु हाई टेक्नोलोजी कम्पनी लिमिटेड हो र यो कम्पनीको पनि एउटा विशेष डिपार्टमेन्ट हामी ओभरसिज भन्ने डिपार्टमेन्टमा आएको छौँ र यो डिपार्टमेन्टको काम के हो भने चाइनाको सामानहरू टिकटकमा भिडियो हालेर अमेरिकाको मान्छेहरूले हेर्छन् अनि उहाँहरू अमेरिकाको मान्छे, अमेरिका, क्यानाडा, जर्मनी यिनीहरू देशको मान्छेले हेरेर त्यो टिकटकबाट किन्नुहुन्छ र त्यो किनेको सामान यहाँबाट उहाँ पठाउनुहुन्छ। मेन चाहिँ यो कम्पनीले त्यो काम गर्दछ। अब ढिला नगरिकन हामी यो कम्पनीको एकजना इम्प्लोइ, उहाँको नाम डोरा हो, उहाँसँग अन्तर्वार्ता लिन गइरहेछौँ र त्यति अन्तर्वार्ता लिएपछि उहाँले हामीलाई यो कम्पनी के रहेछ, यो कम्पनीको काम के हो जस्तो विभिन्न किसिमको प्रश्नहरूको उत्तर दिने हुनेछ र यसपछि अब हाम्रो इन्टरभ्यू सुरु हुनेछ। And it's high technology companies, and we specialize in the artificial intelligence and providing the big data. र यो रुम चाहिँ विशेष उहाँहरूको भिडियो सुटिङ रुम रहेछ। जस्तो हजुरहरू हेर्न सक्नुहुन्छ, यहाँ आउनुहोस्। यहाँ जुन प्रोडक्टहरू छ, यही प्रोडक्टहरू उहाँहरूले उहाँहरूको मेन मार्केट अमेरिका हो। यस्तो खेलाउनेदेखिको लिएर सबै प्रोडक्टहरू अमेरिकामा सिप गर्नुहुन्छ र यो चाहिँ उहाँहरूको स्टुडियो हो। यसरी विभिन्न किसिमको प्रोडक्टहरू यसरी राखेको छ र यहाँ बसेर भिडियो सुटहरू हुन्छ र यहाँ बनेको भिडियोले अमेरिकामा जसले हेर्दै हुनुहुन्छ, टिकटकमा हेर्नुहुन्छ, उहाँहरूले अर्डर प्लेस गर्नुहुन्छ र यहाँ चाइनाबाट अमेरिका यो ठाउँबाट सिप हुन्छ। त्योभन्दा अगाडि चाहिँ यहाँनिर त्यो भिडियो पोस्ट हुन्छ, बनाइन्छ। यो चाहिँ यो कम्पनीको वर्किङ एरिया हो। सबैजनालाई आफ्नो कम्प्युटर दिएको हुन्छ। आज छुट्टीको दिन छ, उहाँहरू आउनुहुन्न आजको लागि, त्यही भएर यहाँ चाहिँ सबैजना स्टाफहरू बस्नुहुन्छ र हाम्रो यहाँनिर एकजना नेपाली व्यक्ति पनि काम गर्नुहुन्छ। हजुरहरूलाई म देखाउनेछु, यहाँ आउनुहोस्। उहाँको नाम चाहिँ यादव विशाल हो। उहाँलाई मैले चिनेको छु, उहाँले गर्दा मैले आज यो कम्पनीको इन्टरभ्यू पनि लिन पाएको हो। उहाँ मेरो साथी हो। उहाँ यहाँनिर काम पनि गर्नुहुन्छ। काम भन्दा पनि यहाँ सहयोग गर्न आउनुहुन्छ, उहाँ स्यालेरी बेसिसमा होइन। तर यो कम्पनीमा सबै हामी जस्तो इन्टरनेसनल स्टुडेन्टहरूलाई एकदम कसरी भिडियो एडिटिङ गर्ने, कसरी एउटा देशबाट अर्को देश सामान पठाउने, कसरी यो सामानहरू बिक्री गर्ने भन्ने धेरै विभिन्न किसिमको सेमिनारहरू हुन्छ, लेक्चरहरू हुन्छ। यो सबै त्यसको लागि एउटा छुट्टै रुम पनि छ। त्यो रुम पनि म लिएर जाने नै छु। अनि त्यसपछि यहाँ चाहिँ आफ्नो डेस्कमा आएर काम गर्ने एरिया हो। यसलाई चाहिँ वर्किङ एरिया भन्छ। हजुरहरूलाई लाग्छ होला उहाँहरू कहाँ बसेर सल्लाह गर्नुहुन्छ, कहाँ बसेर मिटिङ गर्नुहुन्छ। यो रुम हो त्यो उहाँहरूको मिटिङ। यहाँ उहाँहरूको सबै डिपार्टमेन्ट, यो कम्पनीमा धेरै डिपार्टमेन्ट छ, जस्तो प्रोडक्सन डिपार्टमेन्ट, स्टुडियो डिपार्टमेन्ट, इम्पोर्ट डिपार्टमेन्ट, एक्सपोर्ट डिपार्टमेन्ट, फाइनेन्सियल डिपार्टमेन्ट, अकाउन्ट्स डिपार्टमेन्ट, सेल्स डिपार्टमेन्ट। उहाँहरू सबैजना यही कोठामा बस्नुहुन्छ। हजुरहरूले हेर्न सक्नुहुन्छ, यहाँ टेबलहरूमा एकदमै धेरैजना मान्छे अट्नुहुन्छ र दुईजना मेन मान्छेहरूको सिट भनेको यहाँनिर हुन्छ। यो चाहिँ चाइनिज कल्चर अनुसार दुईजना मान्छेको मेन सिट त्यहाँ हो, किनभने यहाँ जो बस्नुहुन्छ त्यहाँ ढोका सिधै देख्नुहुन्छ। यो चाहिँ चाइनिज कल्चरमा यसलाई एकदम इम्पोर्टेन्ट सिट मानिन्छ र यहाँ बसेर उहाँहरूको सबै बिजनेस कसरी अगाडि बढाउने,
प्रफिट कसरी ल्याउने, कसरी धेरै सामान बेच्ने, अमेरिकन मार्केटमा के बेच्न सकिन्छ, क्यानाडियन मार्केटमा के डिमान्ड छ, डिमान्ड कतिको छ, सप्लाई कतिको छ, के कुरा कुन मार्केटमा कति समयमा पुर्याउनुपर्छ र अब कम्पनी कसरी चलाउने त्यो सबै यहाँनिर बसेर सल्लाह हुन्छ। र यता मेरो पछाडि हेर्न सक्नुहुन्छ, यो मेरो पछाडि सबै यो जुन बिल्डिङहरू देखिराख्नु भएको छ, यो सबै यस्तै कम्पनीको बिल्डिङहरू हो। यो सबै कम्पनीहरू यसलाई यो खासमा एउटा आइटी पार्क हो। यो आइटी पार्कभित्र यो कम्पनी छ र सबै आइटीसँग रिलेटेड कुराहरू, एआईसँग रिलेटेड कुराहरू यो एरियामा छ। हामीहरू जहिले पनि एकैचोटि प्रोडक्टहरूको भिडियो मात्रै हेर्छौँ, तर कहिले हामीले सोध्छौँ कि त्यो भिडियो कसरी बन्छ, कति मेहनत लाग्छ। यो रुम हेर्न सक्नुहुन्छ, यो हो प्रोडक्सन रुम। यहाँ हेर्नुहोस्, एउटा भिडियो बनाउनको लागि कतिवटा लाइट्स चाहिन्छ, कतिवटा क्यामेरा चाहिन्छ। यहाँ हेर्न सक्नुहुन्छ, यत्रो हेभी इक्विपमेन्ट्सहरू, क्यामेरा लेन्सेस, क्यामेरा स्ट्यान्ड, ट्राइपड स्ट्यान्डहरूदेखि लिएर यो लाइटहरू हामीलाई लाग्छ भिडियो बनाउन कति सजिलो छ, तर वास्तवमा त्यति सजिलो भन्ने त हुँदैन। जस्तो हेर्न सक्नुहुन्छ, यहाँ लाइट बल्छ, लाइटको एङ्गल हुन्छ, यसरी एङ्गलबाट लाइट बल्छ, यसरी सबैतिरबाट एउटा क्यामेराबाट एउटा यो प्रोडक्टको लागि यति मेहनत भइरहेछ। त्यही भएर भिडियो बनाउन हामीलाई भिडियो हेर्दा त लाग्छ भिडियो बनाउन धेरै सजिलो होला, तर वास्तवमा त्यो भन्ने चाहिँ होइन। त्यही भएर यसको पछि पनि धेरै मेहनत छ। अनि यो चाहिँ हो उहाँहरूको स्टुडियो रुम। समग्रमा यो कम्पनीको बारेमा यत्रो घुमेपछि हामीले के बुझ्यौँ भने, यो कम्पनी एउटा यस्तो कम्पनी हो जुन चाइनामा छ, जुनले आफ्नो सामान अनलाइन टिकटकमा बेच्छ, एमाजोनमा बेच्छ र अमेरिकन कस्टमर, क्यानेडियन कस्टमर, क्यानाडा, अमेरिका, जर्मनी, जुन देशहरूमा यो भिडियोहरू उहाँहरूले हाल्नुहुन्छ, त्यो देशको मान्छेलाई यहाँको सामान देखेर मन परेर अनलाइन अर्डर गर्नुहुन्छ। भनेपछि यसो सोच्दा अनलाइनको पावर कति रहेछ त। एउटा फोटो भिडियोकै भरमा एक ठाउँदेखि अर्को ठाउँसम्म सामान जान्छ। विकसित देशमा यो भइ नै आइरहेको छ। यो अमेरिका, चाइनाको लागि ठुलो कुरो होइन। यो उहाँहरूले 10 वर्ष 15 वर्ष भइसक्यो गरेको। तर हाम्रो देश नेपालमा यो अझै पनि त्यस्तो सजिलो छैन। अझै पनि नेपालमा कसैलाई अनलाइन किन्नु पर्यो भने दुईचोटि सोच्नै पर्ने नि बाध्यता छ। यस्तो किनभने नेपाल पछाडि छ। हामीले अब यो बुझ्ने बेला आएको छ कि जसले अनलाइनमा यो यस्तो डिजिटल युग आइसक्यो, यस्तो मोडर्न एरा आइसक्यो, जसले अनलाइन बुझ्छ, जसले अनलाइनमा आफ्नो प्रेजेन्स बनाउन सक्छ, त्यसले कमाउँछ, त्यो अगाडि बढ्छ। र जसले यो अनलाइन सँगसँगै आफू अगाडि बढ्न सक्दैन, जसले अनलाइनलाई नजरअन्दाज गरेर छोडिदिन्छ, होइन म जसरी नै व्यापार गरिरहेको थिएँ, मेरो बाउबाजेले जसरी व्यापार गरे म त्यसरी नै गर्छु भनेर जसले त्यो सोच लिएर अगाडि बढ्छ, जसले अनलाइनलाई फोकस दिँदैन, त्यसले कमाउन सक्दैन र त्यो आज न वा भोलिमा आउट अफ बिजनेस हुन्छ। त्यही भएर हामी यो बुझौँ कि हामी अनलाइनमा सिफ्ट हुनुपर्छ। इट्स टाइम टु सिफ्ट अनलाइन।